हेलो गाइज, आज चाहिँ स्वागत छ मेरो ब्लगमा हजुरहरूलाई। आज चाहिँ म कहाँ छु भन्ने विषयमा तपाईँहरूलाई म जानकारी दिन्छु। र आज चाहिँ म आएको छु एकदमै गाई गोरु चराउनको लागि। गाउँघरमा बसेपछि के गरिन्छ भन्ने कुराहरूमा विशेष गर्छ होइन। आज चाहिँ म गाई गोरु चराउन आएको छु र गाई गोरु मेरो देखाउन पनि चाहन्छु र हेर्नु होला। विशेष गरी म आज चाहिँ एकदमै खेतमा छु। हमारा गाउँमा चाहिँ एकदम धूप घाम चाहिँ एकदम कड़ा कड़ा लगता है, तो हम डर के एकदम काला काला हो गया है। अभी हमारा पास क्रीम किन्ने का पैसा नहीं था, तो हम डर के अभी काला काला हो गया। जब पैसा हुन्छ तब हामी क्रीम किनेर फेरि गोरो भइहाल्छ है। त मेरो गाई गोरु चाहिँ तपाईँहरूलाई देखाउन चाहन्छु। आज चाहिँ मेरो गाई गोरु यहाँ छ है, टक्क लगाएर चारा देख्नुहुन्छ त्यहाँ बाँधिरहेको छु होइन। तर बाँधेन भने फेरि यिनीहरू चाहिँ बडा हरामी छ कि भागिहाल्छ क्या। यिनीहरू बडा हरामी छ, भाग्छ। त अनि मेरो गाई गोरु देखिसक्नुभयो होला हजुरहरूले होइन। टक्क यहाँ बाँधेको छु मैले। त फेरि मेरो पास अझै दुईवटा मुर्रा पनि छ, त्यो मुर्रा पनि म हजुरहरूलाई देखाउँछु। र देख्न सक्नुहुन्छ तिनीहरू मुर्राहरू चाहिँ एकदमै खुल्ला छ है। मुर्राहरूलाई चाहिँ मैले एकदम खुल्ला छोडेको छु, किनकि यिनीहरू अलिक भाग्दैन। त्यही भएर एकदम मुर्राहरू चरिरहेको छ होइन। र म नजिकै गएर देखाउँछु होइन, तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ मुर्रा मेरो भनिदिनु होला है। अनि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। र मेरो मुर्रा देख्न सक्नुहुन्छ। या मुर्रा आयो भन्दै मुर्राले चाहिँ एकदमै हेरिरहेको छ है, के हो भनेर हेरिरहेको क्या मुर्रा होइन। अनि के हो या तेरो फोटो खिच्दैछु हो, हेर्न कस्तो दामी आछ। हेर्दा काला ब्ल्याक आछ, ब्ल्याक एकदमै दामी मुर्रा चाहिँ एकदम चलिरहेको छ। त अनि म पनि मुर्रा हेर्नु त मुर्रा जस्तै छ होला मेरो पनि। हमारा गाउँमा चाहिँ एकदम घाम कडा कडा लगता है, त हम डर के एकदमै कालो हो गया है। देख्न सक्नुहुन्छ यही मुर्रा जस्तै भएको रहेछु म पनि। यो फेरि यस्तो हरामी छ नि, मसितै हिँड्छ क्या जहिले पनि, मसितै खेल्छ क्या। अनि यसले मलाई खालि दङ्ग्याइरहन्छ।